जय शम्भो जय मनोकामनामा इन्द्रचोकमा विराजमान भएर बस्नु भएको आकाश भैरवको आज म दर्शन गर्न आइपुगेँ। यहाँ चाहिँ नेवारी समुदायको मात्रै होइन, हामी काठमाडौँमा बासिन्दा नेपाल काठमाडौँभरि आदिराज्यभरि विश्वभरिलाई बचाएर राख्नु भएको भैरवहरूमध्ये उहाँ पनि एक हुनुहुन्छ। हेर्नु, मनले आँटेको कुरा सबै कुरा नपुग्ने भए कसले माग्छ त? उहाँ चाहिँ पुजारी हुनुहुन्छ। आज चाहिँ मेरो साथीको पनि यहाँ बहिनीको चाहिँ आज पूजा दिँदैछ है। यसरी ल हेर्नुहोस् है, यो चाहिँ पूजा दिँदैछन्। विश्वास हो सबैभन्दा ठुलो कुरा। यहाँ नानीले चाहिँ यही पुजारीको सन्तान भएको भएर उहाँले चाहिँ सिकाइरहेको छ। ल हेर्नुहोस् है, तपाईँहरूलाई पनि सोचेको आँटेको पुरा होस्, दुःख कष्ट कहिले नहोस्, मनले आँटेको पुरा होस्, जे आँटे पनि पुरा हुन सक्ने श्री भैरव है। भैरवमा आकाश भैरव पनि एकदम शक्तिशाली भगवान हुनुहुन्छ। त्यसै कारणले आज चाहिँ हामी भैरवको दर्शन गर्न आइपुग्यौँ। तपाईँहरू पनि इन्द्रचोक वरिपरि आइपुग्नु भएको भए तपाईँहरू पनि ल आउनुहोला, दर्शन गर्नुहोला। यो चाहिँ असनबाट आउने ठाउँ हो बाटो। यता चाहिँ विशाल बजारबाट आएको बाटो। त्यसै गरी यहाँ चाहिँ चोकमै छ होला हेर्नु है। जय शम्भो।